आजको हाइकिङ साधारण छ, ढिला सुरु भयो, तर दिन चाहिँ एकदम रमाइलो बन्यो। म्याजिक स्टाइलमा क्यामेरा देखाएर खुट्टाले स्वाइप गर्दा एकैछिनमा जंगलभित्र पुगेको सिन तयार। आजको डेस्टिनेसन तारेभिरको हाइकिङ ट्रेल। हामीसँग साथीको फ्यामिली, मेरो फ्यामिली अनि दिजुको फ्यामिली। केटाहरू आफ्नो गफमा बिजी, केटीहरू आफ्नै कुरा गरेर मस्त मुडमा। ढिलै भए पनि प्रोग्राम बनेपछि एनर्जी भने फुल थियो। ट्रेल सुरु भयो। हरियो जंगल, फ्रेश हावा, शान्त वातावरण। सहरको रसभन्दा टाढा। यहाँ हरेक पाइरा रिल्याक्स फिल हुन्छ। वाक गर्दै हाँस्दै रमाइलो गर्दै माथि लागिरहेका थियौँ। बीच जंगलमा पनि पसल खोल्नु भएको रहेछ। चिया पानी खानेहरूका लागि ठूलो राहत। त्यसमा उडिरहेको धुवाँ सहरको पल्युसन जस्तो होइन, यो त चियाको भाप भएर जंगलको ब्युटी बढाइरहेको जस्तो लाग्यो। हावाको साउन्ड, जंगलको शान्ति, परिवार र साथीको साथ। यस्तो मोमेन्ट पैसाले किनेर पाइँदैन। कहिलेकाहीँ यस्तो सानो स्किप नै मनलाई चाहिने रिचार्ज हो। माथि पुग्ने एक्साइटमेन्ट छुट्टै थियो। एक एक पाइला चढ्दा थकाइ भए पनि भ्यू सम्झेर एनर्जी आइरहेको थियो। अन्तत पुग्यो तारेभिर हेलिप्याड। त्यहाँ बसेर खुला आकाश मुनि ब्रेकफास्ट। त्यो टेस्ट 5 तल्ले होटेल भन्दा कम थिएन, किनकि खानापछि भ्यू फ्री थियो। ब्रेकफास्ट पछि भर्याङ तल झर्दै घर फर्कियौँ। भिडियो कसरी म्याजिकबाट सुरु भएको थियो, म्याजिकबाट इन्ड भयो। यस्तो पिसफुल हाइकिङ हजुरलाई पनि मनपर्छ भने कमेन्ट गर्नुहोला। एडभेन्चर मनपर्छ भने फलो गर्न नबिर्सिनु होला। बाइ बाइ।